चाहिँ बुढो रन्किसक्यो हो। नेपालीको बिहारहरू छ है, नेपालीहरू नेपाली केटाहरूको। आया मासला जम्बो सिँगार थियो है, लाली पाउडर लाएर अलि रन्केर जाउँ यार, स्पेस हिँड्नु अगाडि हिँड्नु। भण्डारी बुढो फ्रम तुलसी पाटो अनि राइड बिहार। गाडी आएर रानीको कुन चाहिँ रानी गाइड लाइट यतै आउनुहुँदैछ। यो चाहिँ रेस्टुरेन्ट हो, डोमा रेस्टुरेन्ट। डोमा भनेको चाहिँ घरको रेस्टुरेन्ट। यहाँ सबै घरको परिकार मात्रै बन्छ। यहाँ चाहिँ हाम्रो यो सबै यो रुखपातहरू झर्ने सिजन छ अहिले चाहिँ। पुरा ठन्डा खरेडी लागिरहेको छ, तर त्यस्तो खरेडी चाहिँ होइन। त्यो यो रुखको पातहरू चाहिँ जुन यो जाडो मौसम हुन्छ त्यति बेला रुखको पातहरू झर्ने हुन्छ यहाँ होइन। अनि यो सबै ठन्डा भइराग लाग्छ हो अहिले त। यहाँ भइराग लाग्छ होइन, तर जाडो बेगर त फेरि जाडो ओभर हेर्दा मात्रै भइराग लाग्छ होइन। जाडो चाहिँ ओभर हुन्छ। रन किन्ने तुम्बर छ्याङ। यहाँ सबै यहाँ के यहाँ गेमहरू खेल्छ होइन। यहाँ फुटसल ग्राउन्ड पनि छ। यहाँ चाहिँ अनि फुटबल ग्राउन्ड पनि छ, बवाल छ फुटबल ग्राउन्ड। यहाँ चाहिँ जिम गर्छ। यो फुटबल ग्राउन्ड। यहाँ कहिले कहिले म्याच हुन्छ। बनाउँदैछ यहाँ फुटबल ग्राउन्ड चाहिँ अलिक बवाल तरिकाले। अलिअलि हरियो पनि छ हाम्रो यता होइन। त्यतैबाट लाग्दैको यार। म चाहिँ यहाँ टर्निङ हान्नु पऱ्यो क्या। रुल्स इज रुल्स। युरोपमा होइन, नेपाल जस्तो हुँदैन। फाइन दिइहाल्छ फेरि झ्याम्मै होइन। एक टनको हान्नुपर्छ। हाम्रो चाहिँ कम्पनीमा काम गर्न जाने बाटो पनि 2-3वटा छ होइन। हामीले कहिले यताबाट आउँछौँ, अथवा हामी जङ्गलको बाटो पनि जान्छौँ। यसपछि यहाँ चाहिँ यहाँ क्रिस्चियनको यो चर्च हो यिनीहरूको। यो चाहिँ हाम्रो कम्पनी हो होइन। अनि यो चाहिँ भयो यो कम्पनीको पार्किङ। यहाँ रुखहरू सबै मरेको जस्तो देखिन्छ, यो जिउँदैछ होइन। एउटा तरुनी पनि हिँड्दैछ यहाँ, फुच्ची। यहाँ चाहिँ सब नेपालीहरूको बिहार छ। यहाँ नेपाली र फिलेको बिहारहरूमा खुरी थन्केर बसेको छ।